हेलो हेलो 5 मिनट हाम्रो वासरुम जानेको तयारीमा छौँ। यहाँनिर खोइ ठाउँ त थाहा भएन। यस 5 मिनट रेस्टको लागि आइपुग्यौँ हामी। कुन चाहिँ ठाउँ त थाहा भएन। के भने कुरो बुझेन। एक्सरे निकालेको थियो अनि एक्सरेमा तिनीहरू देखायो तिनीहरूको त्यो ज्वरो खुवाइदिँदैले नभए दिनु खोज्छु है भनेर भन्यो। नभनेको त केही त्यस्तो गुण नहुने नसुन्ने छैन। ट्याक्क सुन्छ। आँखा पनि केही समस्या हो भन्छ। आँखा पनि खुल्छ अरे भन्छ। चस्मा लाउनु पर्दैन भन्छ। त्यो त्यहाँ भएको नथाहा हो। त्यो औषधि खाएपछि आरामसँग खुल्छ आँखा। त्यस्तो शक पऱ्यो म त यहाँ पुरा बगु जस्तै भएको छ त। गहिरै भएको क्या कति नसक्ने ठुलो ठुलो भएको बडी फेरि राम्रो ज्वरो पनि नआउने पक्की पनि नलाग्ने सबै खाना पनि खाने तर कान कति नसुक्ने आँखा नदेख्ने भएको। भोलि सामान पठाएर पोखरा जानुपर्छ। पोखरामा सामान यहाँ 4 दिनबाट बोला भने नमस्कार। नमस्ते। फाइनल्ली आज म आफ्नो घर आइपुगेँ। ल आज म बिहान 6-7 बजीदेखिको सफरमा हिँडेको बल्ल म अहिले आफ्नो पुरानो घरमा आइपुगेँ। यो हो मेरो रियल घर भनेको चाहिँ। प्रवेश भएँ यहाँ त प्रवेश त भयो तर यहाँ सुत्नु पनि हो। ट्याप्पै मेखाइ जान्छ। Aku itu film lain. Ada yang